सबैजनालाई ताजा अनि बाक्लो जयमसी दर्शक फेरि पनि अनि यहाँ हेर्नुहोस् अब आज लास्ट बिदाई यहाँनिर बिदाईको लागि सबैजना तयारी भइरहेका छन्। विशेष गरेर तपाईँको सम्मुखमा मैले एउटा विशेष चेहरा देखाएको छु, प्रभुको दास। विशेष गरेर उहाँको नाम उहाँले आफै नै म सोध्नेछु नि। विशेष गरेर स्वागत छ तपाईँलाई। हजुर जयमसी। हजुरको शुभ नाम बताइदिनुहोस् न। मेरो शुभ नाम चाहिँ नमल सुब्बा। नमल सुब्बा। हजुर। कहाँबाट तपाईँ? म नर्थ लखिमपुर आसामबाट। नर्थ लखिमपुर आसाम है। अनि 3 दिनको सेमिनार टुङ्ग्यो अब होइन? अनि 3 दिनको सेमिनार टुङ्ग्यो, अब छुट्नुलाई कतिको गाह्रो पर्दैछ तपाईँलाई? हजुर हजुर। कस्तो खाले? हजुर यस्तै नै हो जर्नी नि। हजुर। र यसमा बिछोडहरू त अब हुन्छै नै। हजुर। अनि यो सब त अब जीवनको सर्कल हो, यस हुनै रहन्छ। हजुर र हजुर। पनि अब यहाँ आएर हामीले धेरै कुराहरू आशिषहरू बटुल्न सक्यौँ। हजुर हजुर। जो कुरोहरू हामी नआउँदाखेरि चाहिँ धेरै कुरा छुटिने थियो। यस र यहाँ आएर चाहिँ हामीले धेरै आफ्नो जातिप्रतिको कुराहरू र धेरै कुराहरू चाहिँ बाइबलबाट पनि कति कुराहरू चाहिँ रहेछ भन्ने कुराहरू चाहिँ हामी यहाँ आएर थाहा पायौँ। हजुर। धेरै आशिषित भएको छ। अनि विशेष गरेर बुनुहरू पनि एकदम धन्यवाद। अनि विशेष गरेर तपाईँलाई यो सेमिनारको जुन चाहिँ कुन चाहिँ क्षण तपाईँको मनमा सधैँको लागि बस्नेछ घर गए पनि? 3 दिनको सेमिनारमा कुन चाहिँ क्षण, कुन चाहिँ पल तपाईँको यादगार रहिरहनेछ, जुन चाहिँ घरमा गए पनि तपाईँको याद आइरहने? मलाई सबैभन्दा याद रहने पल भनेको चाहिँ वर्ड अफ गड, परमेश्वरको वचन। र परमेश्वरको वचनले चाहिँ आफ्नो जातिप्रतिको कुराहरूलाई लिएर पनि के भन्नु हुँदो रहेछ बाइबलको वचनबाट। अनि त्यो कुराहरू चाहिँ मैले यहाँ पाएँ कि आफ्नो जातिप्रति पनि हामीले माया गर्नुपर्ने रहेछ, आफ्नो भाषाप्रति, आफ्नो संस्कृतिप्रति यस भन्ने कुराहरू पनि बाइबलमा कति कुराहरू रहेछ भन्ने कुराहरू चाहिँ म यहाँ आएर थाहा पाएँ। प्रेज द लर्ड। अनि दोस्रो प्रश्न तपाईँलाई राखेँ, अनि यहाँ सिकेको तपाईँको परमेश्वरको कुन वचन चाहिँ तपाईँले घरमा लिएर जानु हुँदैछ अहिले? विशेष म गरेर यहाँ भन्न जाँदाखेरिमा जेनेसिस च्याप्टर 24 1देखिको 15 हामी हेरिरहेको थियौँ है। त्यहाँ अब्राहमको उसको आफ्नो छोराको लागि, आफ्नो नोकरलाई त्यो अराएको कुराहरू है, त्यो उसको आफ्नो बुहारीको लागि। अनि त्यसमा चाहिँ धेरै कुराहरू जान्नु पाएँ, किन भन्दाखेरि त्यहाँ चाहिँ धेरै कुराहरू लुकेको रहेछ भन्ने कुरा मैले थाहा पाएँ। अनि युथहरूले पनि आफ्नो आफ्नो प्रकारले बुझेको कुराहरूलाई एक्सप्लेन गरिरहेको थियो। र त्यसमा पनि मैले धेरै कुराहरू त्यहाँ आशिष बटुल्नु पाएँ, थाहा पाउनु भयो। अनि अन्तिम प्रश्न तपाईँलाई एउटा राखेँ, किनभने समय पनि अहिले छैन। विशेष गरेर यहाँ यो भिडियोको मार्फतबाट यो लाइभ स्प्रिङ कर्नल डिमापुर नागाल्यान्डको जमिनबाट तपाईँले नयाँ पुस्ताको लागि तपाईँ यहाँबाट के सन्देश लिएर जानुहुँदैछ नयाँ पुस्ताको लागि? म यो लाइभ स्ट्रिम कर्नरदेखि चाहिँ के सन्देश लिएर जान्छु भन्दाखेरि हामी लिम्बू जाति हौँ, हामी हराएको जाति। र अहिले हामी एलसिएलएफले चाहिँ हामीलाई एलसिएलएफ चाहिँ यस्तो खालको एउटा म नजरले हेर्न चाहन्छु कि एलसिएलएफले चाहिँ हराएको लिम्बूहरूलाई चाहिँ जोड्ने कामहरू गरिरहेको छ र यो जोडिन रहन्छ। र एलसिएलएफ चाहिँ यस्तो खालको एउटा अहिले टिम हो र यो चाहिँ फैलि नै रहनेछ। यस। अनि यो सन्देश तपाईँले दिनुहुन्छ गएर है? यो सन्देशद्वारा म यो दिन चाहन्छु कि एलसिएलएफको उद्वारा कि आउने जति पनि यो भिडियो हेर्ने व्यक्तिहरूलाई, जो हाम्रो विश्वासी क्रिस्चियन भएर पनि जो लिम्बू भएर बसिराख्नु भएको छ, उहाँहरूलाई पनि यो सन्देश दिन चाहन्छु कि एलसिएलएफमा जोडिन्छ एकदमै राम्रो कुरो हो। एकदम अन्तिममा एकदम छोटो शब्दमा तपाईँले अन्त्यमा परमेश्वर र आयोजक टिमलाई के भन्न चाहनुहुन्छ तपाईँ, यो आयोजक टिमहरूलाई? अन्तिममा परमेश्वरलाई सबैभन्दा त मुरी धन्यवाद। त्यसपछि यहाँको आयोजक टिमहरूलाई पनि धन्यवाद दिन चाहन्छु। सबै कुराहरू ठिकठाक र एकदमै सिस्टमेटिक ढङ्गले सबै कुराहरू एरेन्ज एकदमै राम्रो प्रकारले भएको छ। एकदमै यसरी नै परमेश्वरले आशिष दिएको हुन् र भविष्यमा योभन्दा पनि राम्रो प्रकारले प्रोग्रामहरू चाहिँ लिड गर्न सकेको छ। अझै आउँदो दिनहरूमा यस्तो सेमिनारहरूमा केही परिवर्तन देख्न चाहनुहुन्छ तपाईँ? जति देख्न चाहनुहुन्छ भने के परिवर्तन देख्न चाहनुहुन्छ? एउटा भनिदिनुहोस् न कुनै। हजुर, अझै नै राम्रो हाम्रो लिम्बू कल्चरल डान्सहरू, अनि केलाङहरू, सेवा साम्लोहरू, हरेक संस्कृतिको कुराहरूलाई पनि एकदमै देखाउन सकेको होस्, प्रस्तुत गर्न सकेको होस् भन्ने कुराहरू। धेरै धेरै धन्यवाद तपाईँलाई। सेवा र जयमसी ल। हस् त, धन्यवाद।